हेलो साथीहरु नमस्कार। न्यू डे न्यू ब्लग सुरु गर्दैछु। आज फेरि छुट्टिएको दिन। आज म कहाँ जाँदैछु भनेपछि आज मैले जुन पहिला काम गरेको ठाउँमा जाँदैछु। त्यहाँ चाहिँ के गर्नुपर्छ भने मैले अब रिजन लिएको छैन नि त, त्यहाँबाट रिजन लिनको लागि भने त्यहाँ जानुपर्छ, साइन गर्नुपर्ने हुन्छ। मैले त्यही भएर म आज त्यहाँ जाँदैछु। मेरो अब पुरानो साथीहरु पनि भेटिन्छ, त्यहाँ काम गर्ने साथीहरु पनि। हेरौँ आजको दिन के गर्छौँ। ल हामी मेट्रोबाट निस्केर नि बस पाएँ, बसमा जाँदैछौँ। बहिनी चाहिँ यसरी पुरै फेरि ज्वाइँसँग फुल बिजी, यता साथीहरू नै अगाडि हुनुहुन्छ दाइहरू। हामी यसरी जाँदैछौँ। यो महिना हाल्छ किनभने त्यो एक ल क्यालकुलेसन त पहिले यिनीहरूले 1 तारिक त गरिसक्यो हुन्छ, हिसाबमा पढाइसक्यो हुन्छ। 30 तारिक त गरिहाल्छ तर हाल्दैन होला। फेरि मामाको छुट्टै छ। अनि के छ मामा यार, हाइलो पनि छैन यार। एकदम ठिक छ। धेरै पछि भेटियो। अब धेरै पछि आएको देखेर नि यसो के छैन के हो यार। समुद्र हेर्दैछु म बनाइहाल्छु। खानेकुरा खाम बनाऊँ यो बेला। अब त्यस्तो गर्ने रे नि त, परिचय पत्र नभएको सबै ब्याङ्कहरू सबै बन्द गर्ने। चलाएको खाताहरूलाई चाहिँ सरकारले ब्लकै गर्यो, त्यो निकालेर त्यो सागरीको पैसा दिनु पर्ने त्यही हो। अलिअलि सागरीको पैसा सबै सकिन्छ, त्यो कुनै समस्या छैन। त्यो ब्याङ्क ब्लक जस्तै कारोबार हुँदैन तपाईँको त, त्यो जो आउँछ त्यहाँबाट चाहिँ गर्ने हो क्या। त्यो पनि मामाको कालो धन हो कि त्यो। त धन खाइहाल्छ नि, यो कालो धन खाँदैमा के चित्त दुखाइ भयो त। खाओस् न है। मैले अर्जेन्टिनालाई दियो। तपाईँले मेरो विचारमा चाहिँ अर्जेन्टिनाले चाहिँ जसरी भने यसपालि चाहिँ हार्नै पर्छ। अब मलाई पनि खासै अर्जेन्टिना त मन पर्दैन, तर खास चाहिँ होइन, मलाई मनै पर्दैन। जित्ने चाहिँ अर्जेन्टिनाले हो। बाजी राखौँ न तपाईँ मधेसी भयो। के लाग्यो? हेलो तपाईँको नेपालको त्यो कालो धन राखौँ। ठिक छ ठिक छ।